हेलो, आज पनि मैले तपाईहरुको लागि चाहिँ 5 वटा मकर संक्रान्तिको बारेमा फेसबुक पोस्टहरु बनाएर ल्याएको छु। यो फोटोशप फाइलहरु हो। यो फाइलहरु तपाईहरुले आफूले युज गर्न सक्नुहुनेछ। मैले यही भिडियोको तल लिंक यसको गुगल ड्राइभ लिंक हालिदिने छु र यो 5 वटा फाइलहरु म तपाईहरुलाई दिने छु र अरु पनि थुप्रै फाइलहरु मसँग छ जुन म क्रमशः तपाईहरुलाई चाहिँ प्रोवाइड गर्दै जाने छु। यसमा तपाईहरुले चेन्ज गर्नु पर्दाखेरि त्यस्तो कुनै गाह्रो तपाईहरुलाई फिल हुने खालको छैन। यो एकदमै सजिलोसँग तपाईहरुले चेन्ज गर्न सक्नुहुनेछ। यसमा यसको डाउनलोड लिंकमा कुनै किसिमको पासपोर्ट पनि राखिने छैन। तपाईहरुले सजिलैसँग यसलाई बिना पासपोर्ट डाउनलोड गरेर आफ्नो प्रोजेक्टहरुमा युज गर्न सक्नुहुनेछ। मैले तपाईलाई यो फाइलहरु ओपन गरेर देखाउन गइरहेको छु। यो एउटा मकर संक्रान्तिको पोस्ट हो जुन चाहिँ हामीले कुनै पनि क्लाइन्टहरुको बारेमा लेख्दाखेरि कुनै पनि क्लाइन्टहरुले चाहिँ पोस्ट बनाइदैन भन्दाखेरि यस्तो खालको एउटा पोस्ट बनाएर उनीहरुको फेसबुक पेजमा इन्स्टाग्राममा चाहिँ अपलोड गर्दिने गरेका छौं र त्यही पोस्टहरुको मध्येको यो एउटा पोस्ट हो। यो तपाईहरुले यसलाई एडिट गर्न सक्नुहुनेछ। यहाँ एडिट गर्नको लागि कुनै किसिमको त्यस्तो गाह्रो छैन। तपाईहरुले सजिलैसँग यसलाई आफैले फोटोशपमा लगेर एडिट गर्न सक्नुहुनेछ। यहाँ सबै सेपरेट छन्। यहाँ छुट्टा छुट्टै छन् सबै फाइलहरु। तपाईहरुले सजिलैसँग यिनीहरुलाई चेन्ज गर्न सक्नुहुनेछ। यो स्कुलको नामहरु हो, यो स्कुलको लोगो हो। यो पनि तपाईहरुले यो हटाएर तपाईहरुले आफ्नो हाल्न सक्नुहुनेछ। यो टेक्स्ट हो। यो टेक्स्टमा पनि तपाईहरुले यो टेक्स्ट हटाएर चाहिँ आफ्नो टेक्स्टहरु यसमा युज गर्न सक्नुहुनेछ। यी सबै फाइलहरु त्यस्तै छन् जुन तपाईले चाहिँ मजाले एडिट गर्न सक्नुहुन्छ। तपाईलाई कस्तो कलर मन पर्छ, कलर पनि यसमा तपाईले मजाले चेन्ज गर्न सक्नुहुनेछ। यो सबै स्कुलको नामहरु तपाईले आरामले हटाएर यसमा आफ्नो स्कुलहरु रिराइट गर्न सक्नुहुनेछ। यो डिजाइनहरु तपाईले सबै एक एक गरेर निकाल्न हाल्न सबै चेन्ज गर्न मिल्छ। माघ 1 गते यो तपाईको क्यालेन्डर डेट पनि यहाँ मैले राखिदिएको छु। तपाईहरुलाई यो राम्रो लाग्छ भने हाल्नुस्, यो राम्रो लाग्दैन भने यसलाई हटाइदिनुस्। यसमा त्यस्तो ठूलो इस्यु केही पनि छैन। यी सबै फाइलहरु त्यस्तै छन् है। यी सबै फाइलहरु त्यस्तै छन्। यो सबै फाइल तपाईले एडिट गर्न सक्नुहुन्छ। चाहेको खण्डमा हटाउन सक्नुहुनेछ, चाहेको खण्डमा हाल्न सक्नुहुनेछ। सबै एडिटेबल फाइलहरु हुन्। तपाईले सजिलैसँग यिनीहरुलाई एडिट गर्न सक्नुहुनेछ। मकर संक्रान्ति यसलाई मैले इलिस्ट्रेटरमा बनाएको हो, त्यसकारणले यसको कलर चाहिँ चेन्ज हुँदैन, तर यहाँ भित्रको यो टेक्स्ट चाहिँ तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ। यो टेक्स्ट पनि मैले यसलाई स्मार्ट बनाएको छु, स्मार्ट अब्जेक्टमा कन्भर्ट गरेको छु। तपाईहरुले यसलाई हटाएर आफ्नो टेक्स्टहरु हाल्न सक्नुहुनेछ। अर्को छ यो पनि तपाईहरुले सजिलैसँग एडिट गर्न सक्नुहुन्छ। यो पछाडीको ब्याकग्राउन्ड मैले इमेज बनाएर हालेको हुँ र यो तपाईहरुले चेन्ज गर्न सक्नुहुने छैन। बाँकी तपाईहरुले सबैमा पनि आफ्नो अनुसार कस्टमाइज गर्न सक्नुहुनेछ। या सर्लक्क तपाईहरुले यो नाम हटाएर आफ्नो कुनै पनि कम्पनीको अथवा ब्रान्डको नामहरु यहाँ राख्दिनु भयो भने यो पनि सजिलैसँग तपाईहरुले गर्न सक्नुहुनेछ। यी त भए 5 वटा पीएसटी फाइल जुन चाहिँ मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको बारेमा बनाइएको थियो। यो मैले तपाईहरुलाई यही भिडियोको तल लिंक हाल्दिने छु। त्यहाँबाट तपाईहरुले यी सबै फाइलहरु डाउनलोड गरेर युज गर्न सक्नुहुनेछ। म अरु यस्ता धेरै फाइलहरु जुन फोटोशपमा एडिट गर्न सकिन्छ त्यो फाइलहरु म तपाईहरुलाई बिस्तारै प्रोवाइड गर्न जाँदै छु। र तपाईहरु यतिखेरसम्म तपाईहरुले मेरो च्यानल हेरिराख्नु भएको छ, स्किप नगरी हेरिराख्नु भएको छ भने प्लिज मलाई सब्स्क्राइब गरिदिएर सानो सहयोग भने गर्दिन सक्नुहुनेछ। तपाईहरुको सानो सहयोगले मलाई थप यस्तो भिडियोहरु बनाउनको लागि मद्दत पुग्नेछ। त्यसकारणले सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै म अर्को भिडियोमा फेरि अरु पीएसटी फाइलहरु तपाईहरुको लागि लिएर आउने छु। हस्त नमस्ते।